ट्रेड गर्न चाहन्छु यहाँबाट। सुशीला राम्रोसँग सुन, यो कुरा राम्रोसँग सुन हैन। तिमीले चुनाव गर्न चाहेको कि युद्ध गर्न चाहेको, यो कुराको फैसला चाहिन्छ। फेरि भन्नुहोस् न, तिमीले सोचेका होला माओवादीलाई यसो उसो दबाब ट्रेड गर्न चाहन्छु यहाँबाट। सुशीला राम्रोसँग सुन, यो कुरा राम्रोसँग सुन हैन। तिमीले चुनाव गर्न चाहेको कि युद्ध गर्न चाहेको, यो कुराको फैसला चाहिन्छ। फेरि भन्नुहोस् न, तिमीले सोचेका होला माओवादीलाई यसो उसो दबाब हालेर यो सरकार, यहाँ सायद पत्रकार साथी पनि आउनु भएको छ हैन, राम्रोसँग सुन। गृहमन्त्री सुशीला, तिमीले राम्रोसँग सुन हैन। कतै तिमीहरूले हामी त शान्तिपूर्ण ढङ्गले प्रतिस्पर्धामा उत्रेका छौँ, शान्तिपूर्ण ढङ्गले नेपाली जनतालाई हामी चाहिँ यो राज्य दिनुहोस् भनेर हामी चाहिँ अपिल गर्दैछौँ र चुनावमा जान तयारी गर्दैछौँ। हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर जान खोज्दैछौँ नि हैन। यतापट्टिको हाम्रो इमान्दारिता, हाम्रो स्वाभिमानको लडाइँ, साम्राज्यवादीहरूसँगको हाम्रो लडाइँ, यहाँका दलालसँगको हाम्रो लडाइँलाई घुमाउरो तरिकाले, अर्को तरिकाले हस्तक्षेप गरेर हिजोको रोल्पामा रोमियो अपरेसन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीहरूले चाहिँ अर्को परिकल्पना गरेका छौ र हाम्रो केन्द्रीय कम्युनबाट तुरुन्तै पुलिस फिर्ता गरेनौ र तिमीहरूले तिमीहरूले त्यहाँ सबै भएका गल्तीहरूमा माफी मागेनौ भने त्यसको मूल्य चर्को पर्छ भन्ने कुरा हामीले तपाईँलाई भन्न चाहन्छौँ। यो कुरा कुनै डर तरासको कुरा छैन, यो डर तरासको कुरा होइन, यो एउटा सचेतको षड्यन्त्र हो। यो नेकपा माओवादीतिर जनताको जो खालको एउटा समर्थन सहानुभूति आइरहेको छ, सहरका जनताले जसरी हेर्दैछन् हैन, मध्यम वर्गले जसरी हेर्दैछ, गाउँका किसानहरूले जसरी हेर्दैछन्, अहिले किसानको घरमा पनि छापा मारिरहेको छ। हेर्नुहोस् न हैन, कम्युनमा गएर त्यहाँ वरिपरिका किसानको घर, यसले के देखाउँछ भने साम्राज्यवादीहरूको षड्यन्त्र हो। कठपुतलीलाई मुकुण्ड बनाएर उनीहरूले चाहिँ जनताको विरुद्धमा अपराधको एउटा षड्यन्त्र गर्दैछन् नि त, त्यो देखिन्छ नि। जनताले न्याय खोजिरहेको छ, परिवर्तन खोजिरहेको छ, अग्रगमन खोजिरहेको छ, आफ्नै खुट्टीमा उभिएर बाँच्न खोजिरहेको छ, नेपालको स्वाभिमान खोजिरहेको छ। तर यो देशको कठपुतलीले अनि साम्राज्यवादीको षड्यन्त्रमा लागेर जनताको विरुद्धमा युद्धको षड्यन्त्र गर्दैछ नि। आतंक, श्वेत आतंक हो यो, राज्य आतंक। सुशीला कार्कीको सत्ताले श्वेत आतंक जो मचाउन खोज्दैछ नि, खबरदार हामी भन्न चाहन्छौँ हैन, यो कुरा तुरुन्तै सच्याइनुपर्छ। नत्र तपाईँको चाहिँ के बुझ्नुपर्छ भने नेकपा माओवादीले इतिहासका धेरै तिता मिठा अनुभवहरू सहित यहाँसम्म आएको छ। हामीलाई राम्रो